यो प्रेमवादको लोगोमा हामी क्वेसन देख्छौँ। प्रेमवाद तल लेखिएको छ, माथि लोगो छ। त्यो लोगो जुन विशाल घुमाइएको छ त्यो ब्रह्माण्डको संकेत गरिएको छ। क्वेसनमा त्यसले बनाएको छ, त्यसले भनेको छ प्रेम खोइ कहाँ गयो। हरेक मान्छेले शान्ति चाहेको छ, हरेक मान्छे शान्तिले बाँच्न चाहन्छ। त्यो प्रेम बिना कदापि सम्भव छैन। जति नै जुलुस जति नै नारा लगाए पनि शान्ति आओस् आओस् भने तापनि शान्ति कदापि आउँदैन जबसम्म प्रेमको व्यवहारले चलिँदैन। कुनै घरमा अशान्ति छ, पुरै कुटाकुट छ, पिटापिट छ, त्यहाँ शान्ति आओस् भनेर आउँदैन जबसम्म प्रेमको व्यवहारले त्यो घर सजिँदैन। प्रेम अत्यन्त सरल कुरा हो, सबले बुझ्न सक्ने र अनन्त अनन्त ट्रुथ हो, रियालिटी हो, सत्य हो, जुन कुरा कसैले नकार्न सक्दैन। प्रेमको भाव महत्त्व बुझ्नको लागि कोही बुद्धिस्ट, कोही हिन्दू, कोही मुस्लिम, कोही क्रिस्चियन बन्नु पर्दैन। एकजना आमाले 2 बजे रात पनि आफ्नो बच्चाको लागि उठ्दछन्, त्यो प्रेम हो। सच्चा प्रेम आमाले जुन गर्छ बच्चालाई, त्यही प्रेम। आफ्नो बच्चा जति नै नराम्रो भए पनि आमा बाबालाई हेला गरे तापनि आमा बाबाले प्रेम गर्न छोड्दैन। सरल भाषामा बुझ्दा यही हो प्रेम। यसर्थ प्रेमले जिउनु शान्तिको सुरुवात गर्नु हो। यहाँ प्रेमवादको लोगोमा 3टा थोप्ला छ। त्यसको मतलब हुन्छ प्रेम हिजो पनि आवश्यक थियो, प्रेम आज पनि आवश्यक छ र प्रेम सधैँ आवश्यकता हुनेछ। माथिको जुन घुमाइएको छ त्यो ब्रह्माण्ड, प्रेम ब्रह्माण्ड व्यापी आवश्यक छ। पशु पन्छी प्राणीले पनि आफ्नो बच्चाहरूलाई प्रेम गरेको हुन्छ। प्रेम केवल मानवता मात्र सीमित छैन, पशु पन्छी प्राणी सबैमा प्रेम व्याप्त छ। यसर्थ यो प्रेम नै एउटा युनिभर्सल मेडिसिन हो। संसारको पीडा, संसारको दुःख, संसारको अशान्तिलाई हटाउनको लागि। यदि प्रेम भएको खण्डमा प्रेमले ओइलिसकेका फुलहरूलाई पनि फेरि फुलाउन सक्छ। प्रेमले लडिसकेका मान्छेलाई पनि उठाउन सक्छ। एक दिन म नेदरल्यान्ड्समा थिएँ, हस्पिटलमा प्राय भिजिट गर्ने गर्छु। एकजना बच्चा डाक्टरहरूले अब यो निको हुँदैन भनिसकेको थियो। म त्यहाँ गएँ, यात्रीकै प्रेमवादीकै छोरी हुनुहुन्थ्यो, उहाँ मेरो काखमा लिए। मैले अत्यन्त प्रेमका साथमा ती बच्चालाई मेरो हात राखिदिएँ। त प्रेमका साथमा मैले एउटा गीत गाइदिएँ। You will be there if you will go, and then we will be there to see you something. एक दिन यदि नानो तपाईँ जानु भए पनि त्यो निर्वाणमा, त्यो स्वर्गमा म भेट्नेछु। Otherwise be here to see the world and to walk on the Father something. अर्थात् तपाईँ यदि यही बस्नुहुन्छ भने अझ बस्नुहोस्, अझ लामोसम्म बाँच्ने प्रयास गर्नुहोस्। यो बच्चा बिस्तारै उठ्छन् र अहिले हिँड्दैछन्। वाह, यो प्रेम। कलकत्ताको स्ट्रिटमा सानो सानो बच्चाहरू लडिरहेकोलाई थुप्पा ल्याउँदै कलेक्ट गर्दै 71वटा देशसम्म अहिले मिसन भएको छ। त्यो मदर टेरेजाले गरे। त्यो प्रेमको प्रभाव। प्रेमले तपाईँ यो धर्म, यो संस्कार मान्नुपर्छ भन्दैन। प्रेमले त्यो जात तर यो जात भन्दैन। प्रेम अत्यन्त युनिभर्सल छ। पशु पन्छी प्राणीमा, रुख बिरुवा, मानव सबैमा त प्रेम व्याप्त हुनुपर्छ र प्रेमले मात्र शान्ति ल्याउँछ। यो विषयमा एउटा कोटेसन छ, इफ पीस वर अ ट्री लभ इज इट्स रूट्स। अर्थात् यदि शान्ति चाहिँ वृक्ष हो भने प्रेम चाहिँ जरा हो। जसरी वृक्ष जरा बिना सम्भव छैन,
खडा हुनु सम्भव छैन, त्यसरी नै शान्ति प्रेम बिना सम्भव छैन। यही कुरा दर्शाउनको लागि म सगरमाथाको उच्च शिखरमा पुगे। 32 घण्टा 27 मिनट रहे, 27 घण्टा तपस्या गरे। रह्यो यो प्रेमको सवालमा थोरै चर्चा।